यो चाहिँ धरानी गाडाको मङ्गलबारे बजारको फलफुल पसल हो। केरा हेर्नु परेको छैन। पसलको छेउमा आन्टीले जहिले हटिया लाग्ने दिन मात्रै यो कपडाको पसल पनि थाप्नुहुन्छ है। कस्तो देख्छ आफैले सिलाएको र 1800 अहिले कपडा सिलाएको जेला दिन्छ। हो त यो चौबन्दीको त जेलै महँगो छ। सिङ्गर पटारको सामान पनि आउने भनेको त्यही मङ्गलबार र शुक्रबार मात्रै हो। अनि साथैमा यतापट्टि दाइले ल्याउनु भएको छ आयुर्वेदिक औषधि अनि साथसाथै छ कुटो कोदालो कराईहरू देखिराख्नु भएको छ। दाइ आफैले उत्पादन गर्नुभएको रे। अनि त्यसको छेउमै छ उतापट्टि सिद्रा माछा भौडीको सिद्रा पसल सिद्रा बजारमा पाइने सिद्रा मङ्गलबारे बजारमा पनि पाइन्छ। भोजपुरी खुकुरी हो। भोजपुरी खुकुरी हो। हप्ताको 2 दिन लाग्ने यो बजार विशेष गरी मङ्गलबार र शुक्रबारको दिन चाहिँ पहाडबाट उत्पादन भएको अर्गानिक वस्तुहरू तरकारीदेखि लिएर दाल अनि बोडी अनि मसलाहरू चाहिँ प्रत्यक्ष रूपमा हामी किन्न पाउँछौँ। ताजा ताजा नै किन्न पाउँछौँ हामीले चाहिँ यो बजारमा। धनकुटा जिल्लाबाट ल्याएको भन्नुहुँदैछ है दाइले चाहिँ। गाईबान्ने जिल्ला धनकुटा जिल्लाबाट सारा यसो जडीबुटी एकदम अर्ग्यानिक। बजारमा चाहिँ हामी विष्णुपादुका लगायत माथिल्लो साइड धनकुटा जिल्लाको आहाले हर्दियाबाट झारिएका यो अर्ग्यानिक चिजहरूको चाहिँ प्रत्यक्ष लाभ लिन सक्छौँ र लिइ पनि रहेका छौँ। रेडी हुँदैछ। बजारमा सानादेखि ठुलो व्यापारीहरूसम्मको जम्काभेट हुने गर्छ। 100 देखि 1000 1000देखि लाखौँसम्मको पनि यहाँ व्यापार हुने गरेको छ। विशेष गरेर कुचो अदुवा बेसार लगायतको सामानहरू चाहिँ हप्तामा 2 पल्ट बिक्री वितरण हुने गरेको छ। मङ्गलबारे बजार चाहिँ कृषक र व्यापारीहरू प्रत्यक्ष रूपमा भेट भएर व्यापार गर्ने ठाउँ हो। यहाँ कृषकसँग व्यापारीले किनेका सामानहरू तराईको विभिन्न ठाउँमा लगेर बिक्री गर्ने गरिन्छ। ठुला व्यापारी मात्र होइन वर्षौँदेखि फलफुल व्यापार गरेर जीविका चलाइराख्नु भएको आमाहरूलाई पनि यहाँ भेट्न सकिन्छ।